आजकल हामी जुन जेनेरेसनमा जिइरहेको छ, यदि हामी हाम्रो वरिपरि हेर्यो भने धेरै चीज यस्तो मिल्छ कि जुन कि एउटा मान्छेलाई बिरामी मान्छे बनाउनुमा अघि बढिरहेको छ। यदि हामीले एन्सेस्टरसँग तुलना गर्यो भने आजकल मान्छे धेरै नै बिरामी र कमजोर भइसकेको छ, फिजिकली पनि मेन्टली पनि। यही मान्छे आजकलको दिनमा धेरै बलियो भए धेरै राम्रोसँग काम गर्न सक्छ। त्यसैले आज हामी 6वटा कुराहरूको बारेमा कुरा गर्नेछौँ जुन मान्छेलाई बिरामी मान्छे बनाउनुमा अघि बढिरहेको छ। नम्बर 1, साथीहरू। हामी भित्र यस्तो क्वालिटी हुन्छ कि जुन जन्मिने बित्तिकै हाम्रो बुवा आमा हुन्छ, तर त्यसपछि हामी कोसँग बस्छ त्यसले डिपेन्ड गर्छ तपाईको पर्सनालिटी। धेरै साथीहरू उसलाई बनाउँछ जसमा ऊ आफू जस्तो लाग्छ। यानि कि तपाईँ चुरोट पिउनुहुन्छ, रक्सी पिउनुहुन्छ, गेम खेल्नुहुन्छ, धेरै भिडियोहरू हेर्नुहुन्छ, यदि आफू नजिक भएको मान्छेले पनि यस्तै गर्छ त उसलाई तिमी धेरै मन पर्छ। अनि केही समयपछि तपाईहरू एक अर्कादेखि साथी बन्न थाल्छ। त्यसपछि बिस्तारै बिस्तारै तिमीहरू खराब मान्छे हुँदै या बन्दै जान्छ। आफूलाई बलियो बनाउनु त कहाँ हो, तिमी एउटा बेकार मान्छे बन्न थाल्छ। अनि सबै मिलेर खराब बानीको पछि लाग्न थाल्छ। असर पनि एक अर्कामा हुन्छ र सबैको जिन्दगी बर्बाद हुन्छ। यदि तिमी धेरै समय बेकार मान्छेको सङ्गत गरेको छ त त्यसैको कारण तिमी पनि एउटा बेकार मान्छे अरू थप्छ। त्यसैले यस्तो बेकार साथीहरूसँग बस्नुभन्दा राम्रो तिमी एक्लै बस या आफूभन्दा ट्यालेन्ट हार्ड वर्किङ मान्छेसँग बस। नम्बर 2, सोसल मिडिया। यदि तिमी कतै बाहिर जान्छ, कसैको पार्टीमा, रेस्टुरेन्टमा, त्यहाँ पनि धेरै मान्छेहरू इन्जोय गर्नुको साथो सोसल मिडियामा लागिरहेको छ। हामी सबै जिन्दगीमा यो सोसल मिडिया धेरै महत्त्वपूर्ण छ। सोसल मिडिया छ र त तिमी र म छु। सबै मान्छेहरू सोसल मिडिया प्रयोग गर्छन्, तर साँचो त यो हो सोसल मिडिया उनीहरूले प्रयोग गर्छन् जसलाई धेरै ज्ञानको भण्डार चाहिएको छ, तर जसलाई चाहिने नचाहिने फाल्टु भिडियोहरू हेरेर समय बर्बाद गरिरहेको छ, उनीहरूलाई यसले धेरै कमजोरी बनाइरहेको छ। तपाईँ यो कुरालाई जान्छ, तर पनि तपाईँ यसको लतमा लागेर समय बर्बाद गर्दै गइरहेको छ त यो एउटा वरदान पनि हो, यो एउटा श्राप पनि हो। नम्बर 3, स्लिप। स्लिप हाम्रो टेस्टोस्टेरोन हार्मोनसँग मिलेको हुन्छ। सबैको लागि एउटा राम्रो निन्द्रा धेरै जरुरी छ ताकि हाम्रो शरीरमा टेस्टोस्टेरोन हार्मोन रिलिज होस्, हाम्रो शरीर राम्रोसँग काम गरोस्। नम्बर 4, भिडियो गेम्स। तपाईले पनि धेरै देखेको होला, त्यो गेम खेलिसकेपछि यति धेरै एडिक्ट हुन्छ कि 3-4 घण्टा समय पनि त्यो गेमलाई खेल्दै बस्छ। तर त्यसमा हुन्छ चाहिँ के कारणले त्यो गेममा धेरै मान्छेहरू एडिक्ट हुन्छन्। नम्बर 5, ल्याक अफ इमोसनल कन्ट्रोल। आजकलको मान्छेहरू सानो सानो कुरालाई लिएर इमोसनल हुन्छन्। कसैको केटीले छोडेर गयो, कसैको इक्जाममा फेल भयो, उनीहरू सानो कुरालाई लिएर इमोसनल हुन्छन्। त्यसैले यदि तपाईँ बलियो मान्छे बन्न चाहनुहुन्छ त सानो सानो कुरालाई लिएर इमोसनल नबन्नु। नम्बर 6, ब्लेमिङ अदर्स। यस दुनियाँमा कोही पनि छैन जसले गल्ती गर्दैन, तर यो गल्ती भन्ने चिजले कुनै मान्छेले गरेर त्यो गल्तीहरू अरू मान्छेलाई देखाएर उसलाई कमजोर बनाइदिन्छ। त्यसैले म भन्छु यदि तपाईसँग पनि यस्तो ह्याबिट छ भने आजैदेखि यसलाई सुधार गर्नुहोला। जय नेपाल।